अब हाम्रो मौलिक संस्कार संस्कृति परम्परालाई अब बचाउँदै जोगाएर संरक्षण गरेर त जोरले जेरो र सम्पूर्णमा दर्शन नमस्ते। सबैजना सन्चै हुनुहुन्छ होला भनेको आशाका साथसाथै म पनि एकदमै सन्चै छु साथीहरू। तर के गर्नु, सन्चै त हुनै पर्यो। सन्चै भएर त यहाँ धेरै रमाइलो गर्न पाइन्छ, खुसी भइन्छ होइन। सन्चै नभएपछि त कस्तो बेहाल भइन्छ नि त, जिन्दगी नै के हो जस्तो लाग्ने के। आज चाहिँ हाम्रो के भने नि विशेष दिन भनेको आज हाम्रो विशेष दिन होइन, हाम्रो पर्व भूमे पर्व, हाम्रो 2083 सालको भूमे होइन। आज हाम्रो माथि हामी लेकतिर जाने कार्यक्रम हुँदैछ साथीहरू। गाउँमा भएको बेटा हिजो गइहाल्थ्यौँ, तर हामी त अब सहरमा छौँ साथीहरू, त्यसैले हामी आज जाँदैछौँ। आज जान्छौँ। अहिले भर्खरै त्यो बिहान हुँदैछ नि त, 6 बजिरहेको छ, 6 बज्न लागेको छ। अब हामी यहाँ एकजुट भएर, सबैजना एकजुट भएर यहाँदेखि माथि जान्छौँ। हामी कस्तो भनेपछि नि साथीहरू, यो भूमि भनेपछि चाहिँ पानी, जमिन, जङ्गल होइन, अनि यताउता के हुन्छ यस्तो यिनीहरूको माथि सिद्ध थानमा गएर हामीले पूजा गर्ने हुन्छ साथीहरू। हो त्यस्तै गरेर हामी यहाँदेखि सबैजना एकजुट भएर जो हुनुहुन्छ नि सबैजना हामी एकजुट भएर माथि लेकमा जान्छौँ। जङ्गलमा गएर पूजाहरू पूजाहरू गरेर होइन, उहाँ हामीले रमाइलो पनि गर्छौँ साथीहरू। बोल्दा कहाँ बोल्न गइरहेको छु, यसरी हुन्छ र होइन। सुरुमा अब धेरै भिडियो पनि हाल्दैन थिएँ, अट्टायो ट्याक्टर आयो साथीहरू। अहिले हामी चाहिँ फाइनली यहाँ आइपुगिसकेको छौँ होइन, रेडी सेडीहरू भएर। अन्त राम्रै देखेको छ मलाई होइन। म मेरो बहिनीहरूसँग हिँडिरहेको छु, दिदीहरू साथीहरू कति पछाडि आउँदै हुनुहुन्छ। हामी चाहिँ अब माथि पूजाहरू गर्नको लागि जाँदैछौँ। अब हाम्रो मौलिक संस्कार संस्कृति परम्परालाई अब बचाउँदै जोगाएर संरक्षण गरेर त राख्नु पऱ्यो नि त होइन। जाँदैछौँ, पछाडि अरू कति धेरै आउँदै हुनुहुन्छ। हामी चाहिँ यहाँ जाँदैछौँ। अझै म अहिले अगाडिबाट बनाउँछु है साथीहरू भिडियो। ओइ खुल्दैन त गायत के हो। हेलो साथीहरू, हामी चाहिँ माथि बुकी फुल टिप्न जाँदा भूमि पनि सुरु भयो, तर दाङमा चाहिँ बुकी फुलै हुँदैन है साथीहरू, 5 मात्र हुन्छ। रुखै रुख जङ्गलै जङ्गल मात्रै। अनि यो साथीहरू पसिनाको त खोला बगिरहेको छ, होइन पछाडि सिलसिला आउन त नि कहिले हेर्नु राम्रो राम्रो मेरो भाइहरू पट्टाउने भए पट्टाउनु होला। बाजे आउनुहोस्। यो झर्नाको वाटरफल मगरको चाहिँ के अरे च्यानलमा लाइक सब्सक्राइब कमेन्ट गरिदिउँला, नहुने त भने एकदम राम्रोसित हेरिदिउँला। हामी चाहिँ हेर्नु के अरे सिधा थान जाने राम्रो होइन, यस्तो पसिना आउँछ नि आम्मामामामामा। लगभग हामी यहाँ 2-3 चोटि होइन त्यो पनि, अनि 2-3 ठाउँमा पनि हामी यहाँ हाम्रो टोलीहरू बसी पनि नाचिसक्नु भइगयो। अब अझै माथि पुग्ने बाँकी नै छ, अझै आधी घन्टा जति लाग्छ। ओइ रोख बजायो दिदी, हेर्नु साथीहरू यसो दामी बजाउनु। बाजु कस्तो ठगाइ के बाजे। अनि यो कपाल किन सेतो गराउनु भएको त? यो चाहिँ एकदम मन परेर सेतो बनाएको मन लागेको। यो के हो रे यसको यो हातमा
पाइजन हेरै साथीहरू पाइजन हो यो पाइजन खुट्टामा लगाएर बोलाउने हुन्छ यो मेरो भाइ होइन यति अग्लो छ नि साइड आएर टाउकै देखेको छैन होला कि यो कुमबाट देखेको छ होला कोही जमाहरू अझै पछाडि हुनुहुन्छ हामी चाहिँ बिचमा छौँ न अगाडि न पछाडि अगाडि धेरै गइसक्नु भएको एक्लै घरमा घाटको भयो साथीहरू अटोमा जाने बाइकमा जाने स्कुटीमा जानेहरू सबै अगाडि जानुभएको दमाहरू अझै पछाडि हुनुहुन्छ दिदीहरू पनि पछाडि त्यहाँ चाहिँ हामी आउनु भएको थिएन म र मेरो अघि त्यो बिम्सा भन्नेसँग आइरहेको थियौँ त्यो पनि स्कुटीमा गयो कि एक्लै गइरहेको छु अब ऊ यति नै हो ऊ यति यही ठाउँमा हो पुग्न लागि पनि सकेको छौँ दमाहरू चाहिँ उहाँ तल आउँदै हुनुहुन्छ तल्लोबाट करारै हुनुहुन्छ भाइहरू यति नै आउँदै थिएन कस्तो उल्टी आउने जस्तो भयो कि छ्या धेरै हिँडी यस्तो थर्का लाग्यो नि साइड माथि थोरै माथि जानुभएको छ अरू सबैले पछाडि आउँदै हुनुहुन्छ दमासँग आउनुपर्छ कि हामी फेरि सर्टकट बाटोबाट आएर छिटै आइसक्यौँ साथीहरू ल त यहाँदेखि चाहिँ बर्बाद भयो है त साथीहरू दिउँसो यस्तो घाम भयो होइन घामले गर्दा यो मोबाइलै ह्याङ चल्यो कि पुरा ह्याङ चलेर कहाँ थिच्या रहेछ है मलाई नै थाहा थिएन राम्रोसँग यहाँ फेरि पूजा गर्दै हुनुहुन्छ कि अन्त ग्यालेरीमा बनाएको भिडियोहरू एउटा नि आवाजै आएको छैन साथीहरू त्यही भएर यस्तै भयो साथीहरू मलाई कता हाँसो आइरहेको छ चित्त बुझाएर बसिरहेको छु यो तन्तलापुर घामले गरेर पुरा मोबाइलै ह्याङ चल्यो कहाँ थिच्यो अन्त पछि भिडियो एडिट गर्न पर्यो भनेर हेरेको यस्तो पो भएर चाहिँ साथीहरू त्यसैले मैले भोइस कभर गरिरहेको है साथीहरू झन् यो भोइस कभर गरेको झन् एउटा मन पर्दैन थियो साथीहरू एउटा मन पर्दैन थियो झन् कुन खाल्टोमा लिएर यहाँ गाडिसक्यो क्या आज आएर यहाँ भोइस कभर गर्न परिरहेको छ यहाँ फेरि हामीले पूजाहरू गर्दै थियौँ होइन झन् हाम्रो बोबोले त आज ल यो बर लगेर चाहिँ मेरो घरमा बुहारी भन्न आऊ रे रमाइलो गर्नुहुन्छ हाम्रो बोबोले पनि तलबाट उहाँ तल्लो चाहिँ कस्तो दाङ गरेर कस्तो राम्रो देखिरहेको थियो साथीहरू कुरै छोडिदिनु हामीलाई फेरि यता हाम्रो मामाले फेरि के भन्नुभएको थियो भने ल ल ल अब ल केटी बगाले छिटो पछ्यौरी गाँसिहाल पछ्यौरी लगेर जाने तल भन्नुभएको थियो अनि फेरि हामीले फेरि त्यो पछ्यौरी गाँस्न लगाएको थियौँ र अनि मेरो हातको त्यो फुलपाती चाहिँ मैले चाहिँ बोबोसँग बर माग्न गएको बेला बोबोले सबैलाई दिनुभएको थियो र सबैले पनि माग्नु भएको थियो र सबैलाई पनि दिनुभएको थियो यो सबैलाई दिन पनि पाइन्छ र भन्दैबाटै हामीले यता छिटो हाम्रो पछ्यौरीहरू गाँच्दै थियौँ साथीहरू अब जाने भनेर जान लागेको कुराकानी गर्दै रमाइलो मेरो साथी चाहिँ खुसी हुनुभएको छ कि पुरा एकदमै खुसी उहाँले के भन्नुभएको ल त अगाडि जा दुईवटा मोबाइल पकड एउटा ठाडेबाट बना एउटा घ्यान्टेबाट बना अनि भइहाल्छ भिडियो भन्नुहुन्छ चाहिँ कस्तो भनेपछि यतातिर पछ्यौरी बाँधिरहेको थियौँ अनि उतातिर चाहिँ ठुलो मान्छेहरू नाच्ने मन लागाहरू चाहिँ आन्टी अङ्कलहरू दाइ दिदीहरू सबैजना
नाच्दै हुनुहुन्थ्यो हामी चाहिँ पुरा खोसा गर्दै पछ्यौरी बाँध्दै थियौँ अब किनकि अब कसैलाई अगाडि जानु मन लाग्छ कसैलाई पछाडि जानु मन लाग्छ कसैलाई बिचमा जानु मन लाग्छ नि त अनि यता चाहिँ एकजना अङ्कलले पनि सनै बजाउँदै हुनुहुन्थ्यो साथीहरू आवाज यस्तो राम्रो आइरहेको थियो नि दिमाग खराब भयो क्या यो कस्तो सोचे जस्तो केही नै हुँदैन कि यस्तै हुन्छ अनि यता चाहिँ मेरो बहिनी नि यिनले पनि के भन्थ्यो दिदी मलाई पनि भिडियोमा देखाउनु होला कि बेला बेला भन्थ्यो अनि त्यसैले मैले चाहिँ बहिनी र दिदीलाई पनि देखान गएको नि त दिदी चाहिँ सुरुमै देखिनु भएको थियो जेस धेरै रमाइलो भइरहेको थियो साथीहरू अब माथिबाट आउँदै हुनुहुन्छ नि त अनि आउँदै हुनुहुन्छ उहाँबाट माथि सबैजना अनि यसलाई चाहिँ यो पकडेको यो अगाडि दाइले पकडेकोलाई चाहिँ के भन्छन् भने सुरा भनिन्छ यसलाई चाहिँ राम्रोसँग ल्याउनुपर्छ जोगाएर ल्याउनुपर्छ यसको माथिको मुन्टाहरू नभाँचिकन भाँचिएपछि चाहिँ हाम्रो भनाइ चाहिँ के रहेको छ भने गह्रहरू लाग्ने नराम्रो हुने भन्ने चलन चल्तीहरू छ अब त्यही होला नि त अब त्यसैले त यस्तो राम्रोसँग बचाउँदै होइन जोगाएर ल्याउँदै हुनुहुन्छ अनि मेरो मामाले चाहिँ कुलडुङ्गे बजाउँदै आउँदै हुनुहुन्छ अगाडि डमाहरू अरूले पनि बजाउँदै हुनुहुन्छ बाजेहरू कसैले सना बजाउँदै हुनुहुन्छ अनि पछाडि पनि धेरै आउँदै हुनुहुन्छ सबैजना आउँदै हुनुहुन्छ आफ्नो दमाहरू बजाउँदै कसैले झ्याली बजाउँदै अनि ठुलो मान्छेहरूले फेरि हातमा गुराँसको गुराँस फुलको पातहरू नचाउँदै आउनुहुन्छ पछाडि आउँदै हुनुहुन्छ अनि कसैले चाहिँ मैले भनेको थिएँ नि साथीहरू पछ्यौरी माथि बनाएर आउनुहुन्छ भनेर आउँदै हुनुहुन्छ कोही नाच्दै आउनुहुन्छ भने यस्तो रमाइलो गर्दै आउनुहुन्छ नि साथीहरू गीतहरू यस्तो गाउनु भएको थियो यस्तो कराई होइन चिच्चै गीतहरू गाउँदै हुनुहुन्थ्यो अनि फेरि कसैले पनि के यस्तै के हो कि त्यो पहिला जमानाको गीतहरू गाउँदै आउनु भएको छ क्या आन्टीहरू हेर्नु सबैजना त्यस्तरी राम्रोसँग झर्दै हुनुहुन्थ्यो म चाहिँ पुरा अगाडि कोचिँदै अगाडि भिडियो बनाउँदै आइरहेको थिएँ दुईवटा मोबाइलमा होइन एउटा सिधाबाट बनाउँदै थिएँ एउटा चाहिँ बाङ्गेबाट बनाउँदै थिएँ मैले यस्तो राम्रो देखाएको थिएँ नि साथीहरू यो हेर्नु सबैभन्दा ल है साथीहरू फाइनल हेर्नु त्यति लामो पछ्यौरी मेरो साथीहरू अनि दिदीहरू दाइ भाइहरू सबैजनाले उचाल्दै ल्याउँदै हुनुहुन्थ्यो नि त आफ्नो शिरको माथि शिरको हल्का माथितिर अनि माथि पाइ उचालेर आउँदै हुनुहुन्थ्यो यो यति लामो थियो नि साथीहरू यति माथि म फेरि खुब कोची अगाडि आएर भिडियो बनाउन आइहालेँ अनि हेर्नु सबैजना माथिबाट आउँदै हुनुहुन्छ त यहाँ सुरुदेखि उहाँ लास्टसम्म छ साथीहरू भिडियो बनाउने मान्छे चाहिँ पुरा हामी फेरि अगाडि कोचिरहेको थियौँ कि पुरा एकदमै अब भिडियो बनाउने भनेपछि अब सबैलाई रहर त लागिहाल्छ नि त अनि हाम्रो पुजारी बाबु चाहिँ अगाडि आउँदै हुनुहुन्थ्यो अनि फेरि सुरा लिएर आउने दाइ हुनुहुन्थ्यो अरू दमा बजाउने मामाहरू बाजेहरू सबै पछाडि आउँदै हुनुहुन्थ्यो भने अनि ठ्याक्कै आन्टीहरूले फेरि त्यो गुराँसको फुल भन्दा पनि पातलाई चाहिँ पुरा नचाउँदै आउँदै हुनुहुन्थ्यो होइन कस्तो राम्रो देखेको के अनि लास्टमा सबैभन्दा लास्टमा फेरि साथीहरू त्यो पछ्यौरी लिएर आउने साथीहरू हुनुहुन्छ यति धेरै गएको थियौँ नि साथीहरू अनि यहाँ चाहिँ माथि थान भन्ने हुन्छ कि त्यो पूजा गर्ने ठाउँमा हुन्छ त्यहाँ चाहिँ झुठोहरू नभएको मान्छेहरू जान मिल्छ तर झुठो भएको मान्छेहरू चाहिँ जान मिल्दैन अनि नुन पनि नखाएर जाने नुन नखाएको मान्छेहरू पनि जान मिल्छ यस्तो झुठोहरू केही हुनु भएन कि चोखो हुनु पऱ्यो नि त चोखो भएपछि भयो अनि देउताहरू पनि रिसाउनुहुन्न नत्र भने त कति गह्र हुन्छ कस्तो घटनाहरू घट्छ भन्ने सुनेको छु साथीहरू अनि हामी चाहिँ यस्तै सबैजना आएर त्यो जाति त्यो सुरा र त्यो दमाहरू बजाउनुहुन्छ नि त्यहाँहरूलाई चाहिँ हामीले यसरी नाचेर अनि यो पछ्यौरीले यसरी फनक्क घुमाएर एक राउन्ड हान्छौँ यस्तो राम्रो देखिन्छ नि साथीहरू हेर्नु के त्यो पछ्यौरी आम्मामा यस्तो राम्रो देखिन्छ नि रङ्गी चङ्गी होइन थरी रङका सही थरी बाजा यस्तै भन्ने हुन्छ नि रङहरू हेर्नु के साथीहरू अनि यहाँ यसरी निकालेर होइन यसलाई यसरी पछि त्यो पछ्यौरीलाई यसरी बाङ्गोतिर निकालेर सबै पछ्यौरीहरू फुस्काएर आफ्नो पछ्यौरी फेरि आफैले सम्हालेर त्यो पछ्यौरी ओढेर अब फेरि हामी यहाँ यसरी नाच्ने चलन सुरु हुन्छ लगभग 3-4वटा जति चालाहरू नाच्नुहुन्छ हेर्नु है साथीहरू गुराँसको पातले नाच्दै हुनुहुन्छ केटी मान्छेहरूले सुरुमा चाहिँ गुराँसको फुलदेखि नै भन्दा नि गुराँस टिप्न गए बेला यो पात जुन यो पात छ नि त्यसलाई भाँचेर नाच्नुहुन्थ्यो अरे यो पछ्यौरी र पछि उहाँहरूले आफै बनाउनु भएको अरे पछि बल्ल यो पछ्यौरीलाई नचाउनुपर्छ भनेर बनाउनु भएको अरे मैले पनि यो आफूभन्दा ठुलोमा यो हाम्रो घरको छेउमा यो बचतहरू बनाउँदा अनि यो बैठकहरू बस्दा सुनेको है साथीहरू मैले पनि अब मलाई पनि त्यस्तो राम्रोसँग त थाहा छैन सबैजना गोलो भएर त्यो सुरालाई यसरी घुमाउनुहुन्छ किनभने अब यो त जङ्गलमा भयो होइन अनि तल घरमा आएर पनि यस्तै नाच्नुहुन्छ नि त आम्मामा सबैभन्दा त्यो हरियो पातले नाच्दा अब कस्तो राम्रो देखेको अनि यतातिर दाइहरू भेनाहरू अनि भाइहरू सबै बोए बाजे अङ्कलहरू सबैजना कस्तो राम्रो ढल्किँदै नाच्दै हुनुहुन्थ्यो म पनि नाच्छु साथीहरू तर के गर्नु आफू र क्यामेराम्यान परियो क्यामेरा बनाउने भिडियो बनाउने अनि त्यसैले कसले बनाइदियोस् र आफै बनाउँदै हिँड्ने नि होइन अनि हेर्नु उहाँ पारी डाँडा पाखातिर कतातिर बस्नु भएको थियो कि मान्छेहरू धेरै जानुभएको थियो यो चिटी चाहिँ यो ठाउँलाई चाहिँ डोजरले खनेर यति ठुलो बनाइदिएको थियो नि सम्म गराइदिनु भएको थियो यहाँको समिति अङ्कलहरूले अनि त्यसैले हामीले पनि ठुलो ठाउँ पायो होइन नाच्नलाई कस्तो राम्रो लागिरहेको साथीहरू यहाँ अब एकछिन नाचेर हामीले
रमाइलो गर्छौँ जब होइन यस्तो यो चाडपर्वहरू आउँछ नि साथीहरू तब चाहिँ आफू मर हुनुमा एकदमै गर्व लाग्छ क्या साथीहरू कुरै छोडिदिनु यति ठुलो गर्व हुन्छ नि यो छाती फुलिन्छ कि अनि यता चाहिँ हाम्रो पुजारी बोबोहरू नाच्दै हुनुहुन्थ्यो जेस हाम्रो पुजारी बोबो पनि एकदमै राम्रो नाच्नुहुन्छ मलाई कति खुसी लाग्छ कि हुन्छ नि कस्तो राम्ररी बोल्नुहुन्छ कि त्यही मलाई यहाँ बोबो एकदमै राम्रो लाग्छ साथीहरू सबैजना नाच्दै हुनुहुन्छ रमाइलो गर्नै पर्यो साथीहरू एक बारको जुनीमा डाँडातिर कहाँ कहाँ बस्नु भएको छ दाजुहरू अनि यो चाहिँ वन समितिले बनाएको यो प्रतीक्षालय हो कि के भन्छ नि त हो त्यही हो अब जानिनँ क्या अरे एकदमै राम्री राम्री दिदीहरू हुनुहुन्थ्यो बाहिरबाट आउनुभएको दिदीहरू हुनुहुन्थ्यो हाम्रै छरछिमेकी दिदीहरू जहाँ पनि जानुभएको थियो हामी चाहिँ फाइनली साथीहरू नाची पनि सकेर अब चाहिँ हाम्रो आफ्नो रोटीहरू खाने हुन्छ नि त आफ्नो रोटी भन्दा नि अब सबैले आफ्नो घरबाट पकाएर ल्याउनुहुन्छ अनि पकाएर त्यो माथि लगेर बोकेर लैजानुहुन्छ अनि सबैजनाले मिलेर एक ठाउँमा बसेर कोकहरू के हुन्छ तिनीहरू सबै खाने हुन्छ अनि यस्तो भिडियो बनाउँदै जाँदा जाँदा मैले चाहिँ बसिरहेको मान्छेहरूलाई खाइरहेको मान्छेहरूलाई पनि भिडियो बनाइदिएँ हामी गयौँ होइन 5 जना मिलेर दिदीहरूले जाम बसौँला खाम्ला भन्नुभयो म पनि अब दिदीहरूले बोलाएपछि अब साथी जस्तै त हो नि त अब जे बहिनी मभन्दा ठुलो हो अब जे बहिनी साथी जस्तै भएर हिँड्छौँ यता जान्छौँ उता जान्छौँ तास खेल्छौँ होइन होरोलो गर्छौँ यता पनि मलाई पनि जसले जता बोलाए पनि जता पनि जुगा चिप्किन जान्छु कि घरि यता बोलाउनुहुन्छ उतै जान्छु घरि यता बोलाउनुहुन्छ यतै आउँछु होइन अनि घरि आन्टीहरूसँग बस्छु घरि ममसँग डुल्छु घरि बहिनीहरूसँग डुल्छु के हो मलाई जोससँग मन लाग्छ उसैसँग हिँडिदिन्छु अनि हामी चाहिँ पुरा गइरहेको थियौँ होइन अनि मैले चाहिँ रोटी खाँदै गइरहेको थिएँ क्या साथीहरू त्यो खाँदा त्यो पछ्यौरी कतिचोटि खस्यो कतिचोटि अड्यो हातभरि अचम्मै लाग्ने अनि जाँदा हामी हेर्नु कि त्यो उकालोमा आजभोलि फेरि डोजरले खनेर साथीहरू दिमाग खराब दौडौ चढ्यौँ र बल्ल बल्ल साथीहरू हामी चाहिँ बाटो जस्तो चढेर बल्ल त्यो ठाउँमा बस्ने ठाउँमा पुग्यो भएन अनि फेरि फेरि दिदीले फेरि अब कोही दिदीले अब हेर्नुहोस् रोटीहरू अचारहरू अनि फेरि त्यो तरकारीहरू निकालेको हुन्थ्यो अनि त्यहाँ एकजना दिदीले फेरि त्यो मुही र त्यो बोतलमा मुही परेको दिदीले फेरि साका गर्दै हुनुहुन्थ्यो सेउरीहरू नलागुन् भनेर अनि फेरि सिमी भूमिले रक्षा गरून् सधैँ सबैको जीवनमा सुखमय के यस्तै भन्दै हुनुहुन्थ्यो अब अनि अरू चाहिँ के भन्नुहुन्थ्यो भने अब अरूले त माथि पूजा गर्न आएको बेला जा रक्सी लिएर आउँछन् हामी चाहिँ मुही लिएर आउँछौँ है साथीहरू भन्दै हुनुहुन्थ्यो के गर्नु साथीहरू अब यस्तै हो ढङ्ग नभएपछि राम्ररी मोबाइल हेरेन कता दाबेर यस्तै भयो साउन्डहरू पनि सबै अफ गराइदियो कि कस्तो रिस उठ्ने कस्तो राम्रो भिडियोहरू बनाएको थिएँ झन् टक्क पुरा भिडियोहरू टक्क बनाएको थिएँ कि रिसै उठ्ने केही पनि हुन्न कि साथीहरू सोचे जस्तो यता चाहिँ हामीले चाहिँ सबैले नास्ताहरू खाएर दिदीहरूले चाहिँ त्यो के हो सनस्क्रिम हो कि के हो त्यो स्किन केयर गर्ने भन्नु है भन्दै हुनुहुन्थ्यो त्यही लगाएर हुनुहुन्थ्यो अब आफूलाई किन थाहा भएन थाहा भयो भने त्यही फाउन्डेसनहरू मात्रै हो केही नि लगाइन्न साथीहरू त्यो ओठमा लाली हो कि लिप्स्टिक त्यो अनि त्यो कालो टिका त्यति मात्रै हो लाउने अब त सबै दिदीहरूले लगाएको मात्रै नाम थाहा पाउँछु अरू मैले केही पनि थाहा पाउँदिनँ साथीहरू अब सोची मान्छे पऱ्यो नि त अब पछि चाहिँ के हुन्छ थाहा छैन अहिले चाहिँ यति मात्रै थाहा पाउँछु नामहरू मात्रै थाहा पाउँछु उताबाट चाहिँ अब हाम्रो दाजुहरू भाइहरू को आउँदै हुनुहुन्थ्यो अनि हामी चाहिँ सबैजनाले नास्ताहरू खाएर पुरा बिन्दास पारामा बसिरहेको थियौँ मेकअप गर्नेले गरिराख्नु भएको थियो मेकअप नगर्नेहरू टुवा परेर हेरिराख्नु भएको थियो नास्तासास्ताहरू खाएर दिदीहरूले फाउन्डेसन स्किन केयरहरू के लगाएर हामी चाहिँ बाटोमा आउँदै थियौँ अनि बाटोमा आउँदा चाहिँ मैले चाहिँ 4-5 जना भाइहरूलाई भेटाएँ नि त हाम्रै गाउँको भाइहरू हो क्या अनि तिनीहरूले पनि भनेर झरा दिदी हामीलाई भ्लगमा देखाउँदैनौ भनेन् अनि सुटी भाइले पनि झरा मलाई पनि देखान हो भने अनि ल यो भिडियो चाहिँ अब युट्युबमा हालिदिन्छ भने बोलाएको थियौँ यो खुरी के कस्तो हो के हो भनेर जोडिरहेको साथीहरू के गर्नु र सबै म्युट अफ गराइदियो कि अनि यसले पनि ओए भ्लगमा युट्युबमा राखिस् है भन्यो अनि हुन्छ भनेर अनि ल गइस् भने म पनि आएँ यता ऊ पनि उतातिर आफ्नो साथीहरूसँग उतातिर रोड हेर्न गएँ साथीहरू त्यसपछि चाहिँ म चाहिँ यतातिर आएपछि चाहिँ मैले चाहिँ मेरो कुकुरहरूलाई पनि देखेँ क्या हामी वहाँ माथि लेकमा जाँदा पनि हाम्रो पछि आइरहेको थिएँ अनि लास्टमा त म त छिटो पुगेँ होइन मम्मी ढिलो आउनु भयो नि त अनि मम्मीको पछि आइरहेको थिएँ साथीहरू यिनीहरू चाहिँ अनि हाम्रो मिलेर लाइगर कि हाम्रो घरको कुकुरहरू होइन हामी जता गए पनि जान्छ नि यो लाइगरलाई यो कुकुरहरूलाई हेरिस् भनेर राखेको लास्टमा कति छिटो उहाँ पारि पुगिसकेको रहेछ म अब अचम्म परिरहेको साथीहरू अनि मिली पनि छेउमा थियो अनि लाइगर पनि छेउमा थियो अनि मैले अब कुकुर भनेपछि त अब मान्छेको सुगन्ध हो कि बास्ना कि के हो त्यो सुँग्दै आउँछन् नि त अनि जहाँ पुगे पनि एकैचोटमा थाहा भएर यिनीहरू पनि हामी सँगसँगै हिँड्छन् हामी सँगसँगै जान्छन् क्या पुरा अनि यतातिर चाहिँ नाचगान चलिरहेको थियो अनि नानीले पनि दिदी आज कुकुरलाई लिनु भएन यहाँ भन्थिन् अनि मैले लिएको नि त भनेको यिनी नानी चाहिँ मैले पारी दाना दिन जान्छु होइन खेतबारीतिर अनि यिनी नानीको पनि कुकुर छ कि अनि हाम्रो कुकुर पनि गाउँछ मेरो पछि अनि त्यही गएको देखेर पुरा मलाई सोधिरहेको थिएँ अनि मैले पनि आज भनेर देखाइदिएको अनि हाई भनेको नानीलाई हाई भनिन् फेरि पनि हेर्नुहोस् साथीहरू फेरि पनि हेर्नुहोस् म कहाँदेखि कहाँ पुगिसकेको छु मैले अघि भनेको थिएँ नि जसले जता बोलाए पनि म जुगा चेपिएको जस्तो चेप्किन जान्छु भनेको थिएँ नि त अघि अरू दिदीहरूसँग हिँडेको थिएँ अहिले फेरि मेरो साथीहरूलाई भेटाएर फेरि त्यहाँ दिदीहरूसँग हिँडिरहेको छु यस्तो गर्नुभएको थियो नि होइन यो साथीको फ्यान थिएँ मैले पनि के छ र हावा चलाइदिउँ न भनेर चलाइदिएँ होइन सबै मैले पनि साथीहरू सबै तयार के अरे त्यो के ट्राई गर्न मन लाग्छ जिन्दगी यस्तै साथीहरू केही पनि नहुने नभन्दा भने हामी चाहिँ माथि जङ्गलको बिचमा पुगेर फेरि अघि त्यो नास्ता खाएको ठाउँमा पुगेर फेरि पनि हामीले यहाँ नास्ता गर्न आँटेको थियौँ साथीहरू यहाँ यस्तो गर्नु भएर फेरि त्यो फ्यान फेरि दिदीले चलाउँदै हुन्थ्यो अनि म जता पुग्छु त्यतै मेरो लाइगर
फेरि पुगेको थियो म आफै अचम्म परेको थिएँ कहाँबाट आयो यो हाम्रो घरको लागि घर भनिरहेको थिएँ अघि मम्मीसँग बसिरहेको थियो अनि फेरि कसरी आयो मैले वास्तै गरेको थिएन यो हाम्रो पछि पछि आएको भने अनि त्यहाँ चाहिँ हामीले टिकटक बन्ने कार्यक्रम हुँदै थियो अनि भाइहरू फेरि पछि त्यो आएन अनि टिकटकहरू बनायौँ हामीले बसेर होइन कस्तो कस्तो टिकटक बनायौँ यति हाँसो लाग्यो नि त्यो टिकटक देखेर त्यो चाहिँ खाम गीतमा बनाउँदै थियौँ कि अनि हामीले अब खाम बोल्छौँ मगर पऱ्यौँ अनि आफ्नै धुनमा टिकटकहरू बनाउँदै थियौँ टिकटकहरू बनाइसकेपछि फेरि हामी फेरि महाभारतमा चढाइ थियौँ कि त्यो के मिलेन अरे कसको मन्टो मिलेन अरे कसको स्टेप मिलेन अरे कसैको खुट्टा मिलेन अरे मेरो जेसुकै मिलेस नमिलेस मलाई स्टार्ट भयो बस्दिन्छु यसरी अनि हेर्दै बस्छु साथीहरू अनि मुख हल्लाइले गरेर चला जस्तो नाटक गरिदिन्छु होइन मलाई पनि त्यस्तो त बनाउन आउँदैन कि साथीहरू मैले चाहिँ त्यो टिकटकै कहिले नि बनाउँदिन यतिकै हिँड्ने मात्रै जानेछु त्यो मेरो त कामै छैन कि साथीहरू अरूहरू कस्तो राम्रो ढल्की नाची टिकटक बनाउनुहुन्छ मैले यतिकै गर्ने मात्रै जानेछु कि यति हो साथीहरू मेरो काम भनेको यति अरू मेरो कामै छैन साथीहरू त्यसपछि चाहिँ साथीहरू हामीले चाहिँ सबै टिकटकहरू बनाएर भिडियोहरू बनाएर हामी यतातिर आइसकेको थियौँ होइन नाच्ने ठाउँमा अनि यतातिर आइसकेपछि चाहिँ भूमि नाचेर होइन होरोलो नाचेर झ्याम्ले नाचेर सबैजना खञ्चना नाच्दै हुनुहुन्थ्यो कि खञ्चना कस्तो राम्रो कञ्चनाको आवाज कस्तो राम्रो सुनिन्छ कि साथीहरू अनि त्यसैले मैले पनि यस्तै भने अनि नाच्ने मन लागेकोहरू चाहिँ नाच्नु थियो नाच्नु मन नलागेकोहरू चाहिँ यतातिर बस्नु भएको थियो छायातिर शीतलतिर होइन कोही प्रतीक्षालयतिर बस्नु भएको थियो अब त्यसरी ओभर घाम हुन्छ नि साथीहरू सकिन घाम भएपछि ओ माइगा त्यही माथि यो मगर ड्रेस यस्तो गर्मी हुन्छ यो गर्मीमा यो पसिनाबाट खोला बग्छ साथीहरू खला कति चिजन भयो कुरै छोडिदिने कस्तो रमाइलो भयो साथीहरू यो त्यसपछि चाहिँ हामीहरू साथीहरू त्यो खञ्चना सञ्चना सबै नाचेर होइन त्यो सुरुराहरू अगाडि लैजानु भयो टायरले दमाहरू अगाडि हामी चाहिँ भेडा बाख्रा जन्डाहरू चाहिँ पछाडि आइरहेको थियौँ यति धेरै पछाडि हेऱ्यो पछाडि त न अगाडि त न जाने बेला एक्लै गयो अनि जाने बेला एक्लै गयो होइन कोही चाहिँ अटोमा जानुभयो त्यसैले थोरै भयौँ अनि बेला त अब सबै हिँड्दै आउनुहुन्छ त्यसैले यति धेरै आम्मामा यो मान्छेको त भेडा बाख्रा जस्तै के अनि गीत हामीले यति धेरै गीत गायौँ नि मैले यति धेरै भिडियो बनाएको थिएँ कस्तो रिस यस्तो मायालाई दिए फुल जस्तो जोबन नाचु बनायो खैजडीको टालैले अनि जङ्गाइदिने सिन्दुरको डार्कोले त्यसपछि राखेदैनन् अर्काले गयो जोबन किमा तिम्रै हो बन कि मायाले भो बन भन्ने यस्तो गीतहरू यति धेरै गायौँ कसैले होइन ताराबाजी ल मामा आइन गोडा माइजू आइन डोली पापाले आइन सोली खाना दिन्छन् अनि सुटुक्कै कि के हो कापाल दिन्छन् कुटुप्पै हो कि के हो अनि यस्तो गीतहरू चाहिँ कसैले कुकुरी गारे कसैले अनि कसैले के यस्तो बच्चा बेलाको गीतहरू गाइराख्नु भएको थियो हेरेको साथीहरू मान्छेको आम्मामा यति धेरै मगर हो नि त मगर के हो अरे मगर प्योर मगर एकदमै प्योर मगर है त साथीहरू यस्तो भन्दै हामी चाहिँ वहाँ तल पुगिसकेको थियौँ साथीहरू कसैले पानको पाट कसैलाई लालु पाटे फुल्छन् रुखमा चाहिँ अरे आफ्नै पारामा अङ्कलहरू आफ्नै पारामा होइन बजाइहरू आफ्नै पारामा डमा बजाउने मान्छेहरू आफ्नै पारामा सबै आफ्नो पारामा थियौँ साथीहरू यस्तो रमाइलो भइरहेको थियो कुरै छुटिन अनि हामी एकजना अनि हामी ठ्याक्कै पछाडि फेरि गीत गाउँदै हुनुहुन्थ्यो ल जोडौँ न त भन्ने कुरा चल्यो होइन अब जोड्ने बेला कसैले जोडिनु भएन उहाँले एक्लै गाउनु पछि लास्तो बल्ल जोड्यौँ अनि एकातिर फेरि भाइहरूको फेरि छुट्टै रमाइलो नि के यस्तो रमाइलो होइन ल हाम्रो फेरि ल दिदी मलाई फेरि ओभर हाँस लाग्छ कि यस्तो फेरि अनि सबैले देखाएँ होइन रमाइलो गरेँ उहाँ तल पुग्यौँ साथीहरू कहाँ तल पुग्यौँ कतिखेर आइपुग्यौँ थाहै नहुने रमाइलो गर्न पाएपछि सबै कुरा बिर्सिने कि है कस्तो खुसी हुने कि यो रमाइलो गर्न पाएन अनि तल आएपछि फेरि हामीले फेरि पछाडि गाँस्यौँ तल पुगेर फेरि एक राउन्ड हान्ने थियो नि त अनि त्यसपछि साथीहरू म पनि थिएँ साथीहरू म पनि थिएँ होइन मैले पनि पछि पक्रेको थिएँ अनि उहाँ तल पुग्यौँ यति लामो कुरै छोडिनु नि साथीहरू फेरि तल पुगेर फेरि हामी पिपल खालमा पुगेर हामी फेरि त्यो ठाउँमा नाच्यौँ होइन नाचेर त्यहाँदेखि सिधै हामी घर पुगेर बल्ल हामी सुरुरा गाडिन्छ साथीहरू अघिको सुरुरा सबैजना नाच्दै हुनुहुन्थ्यो कस्तो राम्रो नाच्दै हुनुहुन्थ्यो कुरै छुटिनुहोस् हामी फेरि यहाँ आएर फेरि पनि नाच्दैछौँ साथीहरू रमाइलो गर्दैछौँ फेरि भन्नु होला साथीहरू कति नाच्यो यो कति ठाउँमा नाचेको हो यो कस्तो चालचलन संस्कार संस्कृति परम्परा हो भन्नु होला साथीहरू यो हाम्रो मौलिक संस्कार संस्कृति परम्परा के अरे पुर्खादेखि चलिआएको चल्तीहरू होइन चलन चल्तीहरू यस्तै छ साथीहरू त्यसैले हामी ठाउँमा अड्डेर ठाउँमा बिर्सिँदै होइन लगभग 3-4वटा ठाउँहरू हाम्रो बिसाउन हुन्छ कि सुरुमै तोकिएको हो यो ठाउँमा नाच्नुपर्छ भनेर नाच्ने चलन हुन्छ जाने बेला पनि यस्तै हुन्छ र आउने बेला पनि यस्तै हुन्छ साथीहरू त्यसैले हामी ठाउँमा बिसाउन जति हुन्छ नि त्यति नाच्ने हुन्छ अनि पनि हामी त्यहाँदेखि पनि नाचेर आयो होइन सबैजना आउँदा पनि सबैजनाले वाउ त्यो लालीग्रासको पातहरू हल्लाउँदै नाच्नुभयो कस्तो रमाइलो गरेर आउनुभयो म पनि गर्दै आएँ नि त साथीहरू म त फेरि बनाउने ठाउँमा मात्रै भिडियो बनाएँ नत्र भने फेरि यस्तो बेला नि साथीहरू हेर्नु जति धेरै मान्छेको सङ्ख्या बढ्यो नि उति नै अति रमाइलो हुने कि कति रमाइलो कुरै छोडिनु कि अब मान्छे जति धेरै भयो उति नै रमाइलो हुन्छ नि त मामा त्यो पछौडीहरू कि साथीहरू त्यो पछौडी कति धेरै अनि हामी पनि अब त्यो पछौडी लिँदा हाम्रो भूमि नाच्ने ठाउँमा पनि आइ पनि सकियौँ होइन अब फन घुमाउँदै हुनुहुन्छ नि त साथीहरू आन्टीहरू सबैजनाले केटाकेटी सबै मिलेर फन घुमाउँदै हुनुहुन्छ साथीहरू हेर्नु कस्तो रमाइलो आम्मामा यतिको रमाइलो हुनुपर्छ कि जीवनमा भयो यतिको रमाइलो भएपछि पो खुसी भइन्छ होइन
त्यसपछि हामी चाहिँ यहाँ नाचिसकेर यता बल हाल्न आयौँ होइन साथीहरू। अनि त्यो बल भनेको चाहिँ त्यो ब्यालुन त्यो खेल्ने बल होइन, मकै हुन्छ, खरानी हुन्छ, जार हुन्छ, अनि माथि त्यो जुन हामीले खाना बनाउनु त्यो माथि आगोको माथि टिनमा कालो धुलो हुन्छ नि, हो त्यो चारोलाई मिसाएर त्यो चाहिँ किन बनाउँछ भने नि भेडालाई हान्नुपर्छ कि त्यसले। अनि बल हान्ने भनेको त्यही हो। अनि दुईजनाले चाहिँ भेडा लिएर आउनुहुन्छ, एउटाले चाहिँ पछाडिबाट दोहोऱ्याउनुहुन्छ, एउटाले चाहिँ अगाडिबाट दोहोऱ्याउनुहुन्छ। भेडालाई यस्तरी लताएर लैजानुहुन्छ अनि तल्लोतिर उभिएको दाइहरूले चाहिँ यस्तरी त्यो सबैजना मिलेर हान्नुहुन्छ। त्यो फेरि छोरी मान्छेले हान्नु मिल्दैन है साथीहरू, छोरा मान्छेले मात्रै हान्नुहुन्छ। अनि हामी चाहिँ हेर्न मात्रै गएको नि त, हेर्न गएको भेडा यस्तरी दौडेपछि सबैले अट्याक गरिनुहुन्छ क्या साथीहरू, अट्याक गरिनुहुन्छ। त्यस्तै हान्नुहुन्छ, यस्तरी अट्याक गरिदिनुहुन्छ। हामी चाहिँ हेरे हुन्छ। अन्त भेडालाई जाने उहाँ तल्लै लगेर जानुहुन्छ नि। अनि त्यसपछि चाहिँ यसलाई चाहिँ पकाएर खाने हुन्छ, सब एक ठाउँमा पकाउनुहुन्छ र यो सबैलाई बाँड्नुपर्छ, यो सबैलाई दिनुपर्छ। यो चाहिँ एउटा भूमे पूजाको सिमे भूमेको प्रसाद हो नि त साथीहरू। त्यसैले हेर्नु कि साथीहरू, मान्छेहरू त यति धेरै आउनु भएको थियो नि, कुरै छोडिदिनु, मान्छेको त मेला लागिरहेको थियो कि त्यहाँ। अनि उहाँहरूले चाहिँ भेडा तल लगेर फेरि लिएर पकाएर पनि हामीले सबैजनाले प्रसाद अलि खायो होइन। खाएर हामी फेरि नाच्ने ठाउँमा पुग्यौँ साथीहरू। म चाहिँ के भन्न चाहन्छु भने यो सिमे भूमे देउडाको आशीर्वादले सबैको जीवनमा सुख शान्ति समृद्धि रहोस् भन्न चाहन्छु।